याद गर्नुहोस्, तपाईँले आजै फेसबुकमा पोस्ट गर्नुभएको पोस्टकै कारण प्रकृति तपाईँको ढोका ढकढकाउन आउन सक्छ। यो तपाईँलाई डराउन भनिएको होइन, यो नेपालमा भइसकेको छ। नमस्कार, म अधिवक्ता निम छेत्री। आज म तपाईँलाई एउटा कुरा भन्न गइरहेको छु, जुन कुरा अधिकांश तपाईँहरूलाई थाहा छैन। तर जुन कुरा थाहा नहुँदा मान्छेको जिन्दगी भने बर्बाद भइरहेको छ। फेसबुक, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा एउटा गलत पोस्ट, एउटा गलत कमेन्ट वा एउटा गलत सेयरले तपाईँलाई जेलसम्म पुर्याउन सक्छ। कसरी? पुरा भिडियो हेर्नुहोला। एउटा घटना काठमाडौँका एकजना साधारण व्यापारी, राम्रो मान्छे, एक दिन साँझ रिसमा आएर आफ्नो छिमेकीको बारेमा फेसबुकमा लेखे, यो मान्छे ठग हो, सबैले सावधान रहनुहोस्। यस्तो हामी प्राय पोस्टका रूपमा वा कमेन्टको रूपमा लेखिरहेका हुन्छौँ। तपाईँलाई लागिरहेको होला, उनले मनमा लाग्यो, उनलाई सत्य लाग्यो, लेखे के गलत गरेर। 3 दिनपछि प्रहरीको फोन आयो, केही दिनपछि अदालतमा उभिनु पर्यो, करिब महिना दिनपछि मुद्दा चल्यो। यो कुनै सिनेमाको कथा होइन। नेपालमा यस्ता घटना भइरहेका छन् र यी घटनाहरूमा पीडित भएका धेरैजसो मान्छेले एउटै कुरा भन्छन्, मलाई थाहा थिएन, यो गैरकानुनी वा कसुर हो भनेर। यस्ता कि मिथ्या छन्। मिथ्या 1, फेसबुकमा सत्य कुरा लेखेपछि मुद्दा लाग्दैन। वास्तविकता गलत। नेपालको इलेक्ट्रोनिक कारोबार ऐन 2063 को दफा 47 अनुसार सत्य भए तापनि यदि त्यो कुराले अर्को व्यक्तिको मानमर्दन वा अपमान हुन्छ वा हैरानी दिन्छ भने मुद्दा लाग्न सक्छ। मिथ्या 2, मैले सेयर मात्रै गरेको हो, पोस्ट गरेको होइन। वास्तविकता सेयर गर्नु भनेको त्यो सामग्रीलाई तपाईँको मञ्चबाट फैलाउनु हो। कानुनको नजरमा तपाईँ पनि उत्तिकै जिम्मेवार हुनुहुन्छ। मिथ्या नम्बर 3, सरकार वा नेतालाई गाली गर्दा केही हुँदैन, अभिव्यक्ति स्वतन्त्रता छ। वास्तविकता नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता दिन्छ, तर सीमाभित्र राज्यको सुरक्षा, सार्वजनिक शान्ति र अर्काको मानमर्दन हुने सामग्री कानुनले निषेध गर्छ। अब कानुनको कुरा गरौँ। नेपालमा सामाजिक सञ्जाल सम्बन्धी मुख्यतः 3 वटा कानुन लागू हुन्छन्। पहिलो, इलेक्ट्रोनिक कारोबार ऐन 2063। यस ऐनको दफा 47 अन्तर्गत अनलाइनमा गैरकानुनी सामग्री प्रकाशन गर्दा 1 लाख रुपैयाँसम्म जरिवाना वा 5 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ। दोस्रो, मुलुकी फौजदारी संहिता 2074। मानहानि, धम्की र अपमानजनक भाषाका सम्बन्धमा यो संहिता लागू हुन्छ। कसैको चरित्र हत्या गर्ने खालको पोस्ट गर्दा फौजदारी मुद्दा लाग्न सक्छ। तेस्रो, सूचना प्रविधि विधेयक। यो कानुन अझ कडा हुँदै गएको छ। सरकारले चाहेमा सामग्री हटाउन लगाउन पनि सक्छ। तपाईँले आफ्नो साथीको फोटो उसको अनुमति बिना पोस्ट गर्नुभयो, त्यो पनि कानुनी रूपमा गलत हुन सक्छ। गोपनीयताको अधिकार नेपालको संविधानको धारा 28 ले सुरक्षित गरेको छ। अर्काको व्यक्तिगत फोटो वा जानकारी बिना अनुमति प्रकाशन गर्दा मुद्दा लाग्न सक्छ। अब भन्छु मान्छेले गर्ने सबभन्दा सामान्य गल्तीहरू। गल्ती नम्बर 1, रिसको भरमा बिना सोचे पोस्ट गर्नु। 1 मिनेटपछि डिलिट गरिहाल्छु तर स्क्रिनसट भइसकेको हुन्छ। गल्ती नम्बर 2, एनोनिमस अकाउन्ट वा बेनामी वा अर्कै नामको आइडी बनाएर गाली गर्नु। तपाईँको आइपी एड्रेस ट्रेस हुन सक्छ। एनोनिमस भनेको अदृश्य होइन वा तपाईँलाई भेट्टाउनै नसक्ने भन्ने पनि होइन। गल्ती नम्बर 3, ग्रुप वा मेसेन्जरमा गरिएको कुरा सार्वजनिक हुँदैन भन्ने ठान्नु। प्राइभेट मेसेज पनि स्क्रिनसट भएर इभिडेन्स बन्न सक्छ। गल्ती नम्बर 4, मैले जोक गरेको मात्र थिएँ, यो एक्सक्युज कानुनमा चल्दैन। तपाईँको इन्टेन्सन वा मनसाय त हेरिन्छ, तर सामग्रीको प्रभाव पनि हेरिन्छ। त्यसो भए के गर्ने त? 5 वटा सरल नियम आजदेखि नै अपनाउनुहोस्। नम्बर 1, पोस्ट गर्नु अघि एकपटक सोच्नुहोस्, यदि यो पोस्ट अदालतमा पुग्यो भने। नम्बर 2, अरूको फोटो वा व्यक्तिगत जानकारी पोस्ट गर्नु अघि अनुमति लिनुहोस्। नम्बर 3, रिस वा भावनामा लेखेको पोस्ट केही मिनेट पर्खनुहोस्, सोच्नुहोस् अनि मात्र पोस्ट गर्नुहोस्। नम्बर 4, सेयर गर्नु अघि सामग्री सत्य हो कि होइन जाँच गर्नुहोस्। फेक न्युज फैलाउँदा तपाईँ पनि उत्तिकै दोषी हुनुहुन्छ। नम्बर 5, कसैले तपाईँ विरुद्ध गैरकानुनी पोस्ट गरेमा स्क्रिनसट राख्नुहोस् र नजिकको जिल्ला प्रहरी कार्यालय वा साइबर ब्युरोमा उजुरी दिनुहोस्। सामाजिक सञ्जाल हाम्रो आवाज हो, यो शक्तिशाली हतियार पनि हो, तर हतियार चलाउन जानेनौँ भने त्यही हतियार आफैलाई घाइते बनाउन सक्छ। अभिव्यक्ति स्वतन्त्रता पनि तपाईँको यो अधिकार हो, तर यो अधिकारका सीमाहरू छन् र ती सीमाहरू जान्नु यो तपाईँको जिम्मेवारी पनि हो। सामाजिक सञ्जाल चलाउँदा पनि सचेत बनौँ। जेल जानुपर्छ भन्ने डरले होइन कि सचेत र सूचित नागरिक भएर सामाजिक सञ्जाल चलाउनुहोस्। अन्त्यमा यो भिडियो हेर्नु भएकोमा धन्यवाद। भिडियो जानकारीमूलक लाग्यो भने तपाईँका परिवार, साथीभाइ र छिमेकीसँग सेयर गर्नुहोस्। तपाईँलाई लागेको वा भोगेका कुराहरू वा कुनै कानुनी समस्या भएमा कमेन्टमा लेख्नुहोस्। कानुनी सेवालाई फलो गर्नुहोस्। यस्ता जानकारीहरू म यहीँबाट तपाईँहरूमाझ ल्याइ नै रहनेछु।